So look at all our into a new vlog. New day, new vlog, and much is finishing that over. And so TikTok I hope so that some Jeremy sir. So I'm like got the video like and what is sunny sugar as usual it's a park. त्यहाँ चाहिँ सफा हुँदैछ यो सब पातहरु झरेको हुन्छ नि त यस्तो रुख्दै अनि दिनकै यहाँ चाहिँ सफा हुन्छ दिनकै आएर सफा गर्छ अब यो पात एउटा नि हुन्न अनि फेरि हावा चल्छ फेरि आउँछ हावा फेरि पातहरु झर्छ अनि फेरि सफा गर्छ त्यही त अनि यहाँ टोयलेटमा नि सफा गर्न लाग्यो त्यो यस्तो हो अनि जान्न म चाहिँ अब यसो निस्केको घुम्न होला रुममा बस्छु पनि त्यहाँ अब यसो निस्किन्छु घुम्न सोलो त्यही हो म चाहिँ गिफगुर स्टेसन आइसकेँ अनि टक्क पारा म स्काई ट्री जान्छु टोकियो स्काई ट्री यहाँदेखि ओतेमा चाहिँ जान्छु अनि त्यहाँदेखि फेरि स्टेसन जानुपर्छ अनि यहाँ चाहिँ जाँदै हो त्यहाँ टेकी भएको हाल्नु छ अनि जान्छु अनि स्टेसन पसिसक्यो ल त्यहाँ टेकी हालेर ओतेमा चाहिँ जान्छु त्यहाँदेखि स्काई ट्री जानुपर्छ नि त चलो म चाहिँ ट्रेन चढिसकेँ अब यहाँदेखि 1 2 3 4 5 6वटा स्टेसन छ अनि त्यही 6वटा स्टेसन गएपछि अनि झरेर भेट्छु चलो म यहाँ ओतेमा चाहिँ झरेर अब हामी चाहिँ अनलाइन चढ्नुको यो ट्रेन चाहिँ झरिसक्यो अर्को ट्रेन हेरेर टोकियो स्काई ट्री हुन्छ अर्को ट्रेन चाहिँ पर्दो रहेछ अनि त्यो झरिसक्यो अर्को ट्रेन जानु जाँदेखि चाहिँ त्यही यता यो हुन्जोमन लाइन भन्ने रहेछ यहाँदेखि तल म त्यहाँ छ यहाँदेखि तल हो अनि त्यहाँ चढेर स्काई ट्री जानु म चाहिँ आइसकेँ आफ्नो प्लेटफर्ममा अहिले यहीँ आउँछ ट्रेन चढेर स्काई ट्री जानियो त्यहाँ ओतेमा चाहिँ स्काई ट्री भन्ने कुन ठाउँमा यहाँ हुन्छ ओसिगे स्काई ट्री भन्ने यहाँ छ अनि यहाँ झर्नियो अनि भेट्छ है र ट्रेन चाहिँ आइसक्यो अनि यही चढेर सोह्रमा चाहिँ भर्खरै ट्रेनदेखि झऱ्यो अनि अब चाहिँ हिँड्दै जान्यो निस्किन लाग्यो होला भर्खरै ट्रेनदेखि झरेको अनि अब निस्केँ यहाँदेखि निस्किन्छु अनि भेट 16मा चाहिँ स्काई ट्री भएको ठाउँ आइसक्यो अब उता चाहिँ देखेको छैन ल अगाडिको चाहिँ यस्तो करा छ अनि यस्तो बनाएको छ मेन स्काई ट्रीको टावर चाहिँ ऊ त्यहाँ पछाडि छ अब बिस्तारै देखिन्छ ऊ त्यहाँ होइन ल यति ठुलो हो अनि अझै भित्रभित्र कैसे अगाडि पुगिन्छ अहिले क्रिसमस आउनु लाग्यो क्या सायद त्यो यस्तो हरिब बनायो अनि त्यहाँ एउटा क्याट पनि छ त्यहाँ अगाडि टन्नै टुरिस्टहरू आउँछन् यहाँ र धेरैले यहाँदेखि चाहिँ भिडियो बनाउँछ यस्तरी भिडियो बनाउँछ म चाहिँ एक्लै आएको त्यो बनाउन ल यही हो यही हेर्न आउँछन् टन्नै विदेशीहरू आउँछन् नेपालीहरू पनि त्यस्तै सब त्यसको आउँछन् र यति ठुलो हो थरीको कलर हुन्छ त्यो चाहिँ लभली छ यत्रो ठुलो हो क्यामेरामै देखिन्न पुरा यो चाहिँ टावर चाहिँ यस्तै ठुलो हो क्या त्यही भएर ल यहाँ चाहिँ अब क्याट जस्तो चाहिँ आउँछ है त यहाँ चाहिँ छ है यो चाहिँ यस्तो पारामा छ लभली ल केटीहरूलाई चाहिँ कस्तो लाग्छ यो चाहिँ मलाई चाहिँ केही सक्दैन अस्ति नै चाहिँ बिहोसँग आएको थिएँ बिहोस दाइसँग अहिले चाहिँ एक्लै आएको यसो घुमाउँ भनेर आउँदा रात परिसकेको छ र म चाहिँ उता माथि जान्छु अनि त्यहाँ पनि छ यहाँदेखि चाहिँ लभली देखिन्छ उतादेखि चाहिँ त्यस्तै हो ल
ल यो टावर चाहिँ थरी थरी कलरको चेन्ज भइरहेको छ टन्नै मान्छे आउँछन् अहिले अझ बिस्तारै झन् साँझ हुँदै राति हुँदै गएपछि झन् भिड बढ्दै जान्छ क्या यहाँदेखि चाहिँ यस्तो यस्तो लाइटिङहरू छ नि त अनि त्यसले नि खतरा देखाउँछ योमा चाहिँ यो चढ्दै जाने हो भिडभाड छ अँध्यारोमा तर केही देख्दैन जहिले आउँदा आउँदा अँध्यारो हुन्छ छिटो निस्किन मन लाग्दैन दिउँसै अनि साँझतिर निस्केपछि जहाँ जाँदैन ल त्यही हो केटाहरू म चाहिँ यही हेर्न आएको थिएँ स्काई ट्री होइन अनि यहाँदेखि चाहिँ अब फर्किन्छु एकछिनमा ल लभली पारामै हेर्न आएको कुरा त देखिन्न होला यस्तो चाहिँ देखिन्छ होला होइन त्यही हेर्न आएको सही पारामा रङ्गी बिरङ्गी हुन्छ सही सल्लाह टन्नै मान्छेहरू आउँछन् यहाँ घुम्न चाहिँ अनि यहाँ बसेर खान यो टावर हेर्दै यताउति बसेर खान लाने ठाउँहरू छ यो चाहिँ रिजर्भ गर्नुपर्छ खै कति चार्ज लाग्छ यत्तिकै चाहिँ पाउँदैन अनि यो हेऱ्यो ल यस्तै छ टक्क पारामा होइन स्काई ट्री टोकियो स्काई ट्रीलाई भन्छ लभली बनाएको छ टक्क ल टक्क यो स्काई ट्री सही ल सही देख्यो होला यही हो होइन बब्ली है खतरा ल त्यहाँ चाहिँ ठ्याक्क टाइम देखायो यसरी होइन खतरा देखायो ल ठ्याक्क स्काई ट्री अगाडि यसरी ल यहाँ चाहिँ मेनुहरू के छ होइन कता के हो भनेर म्याप छ यो टिकट हो यो चाहिँ के को थाहा होइन यो चाहिँ प्लेग्राउन्ड छ के हो ल यही हो ल क्रिसमस आउँदैछ नि त त्यहाँ यस्तो बनाइदिएछ अनि खतरा यो बनाइदिएछ क्रिसमस आउनु लागेको भएर ठ्याक्क यसको अगाडि यस्तरी बनाइदिएछ ल त्यही हो म चाहिँ यही हेर्न आएको आज ल खतरा गरेर अहिले चाहिँ घुम्न आउँदा खतरा रमाइलो पछि चाहिँ यहाँ अर्कै लाइट लगाइदिन्छ क्या अहिले क्रिसमस आउनु लाग्छ नि त त्यहाँ यस्तो बनाइदिएछ अगाडि सान्टाहरू ल सान्टा Come on, let's go. Jingle bells. ल यहाँ चाहिँ क्रिसमस ट्री पनि गरेर यहाँ यस्तरी खतरा यस्तरी क्रिसमस ट्री पनि बनाएर कपल्सहरू यस्तरी अनि यता चाहिँ यस्तो यो चाहिँ सान्टाको गाडी होइन यस्तरी बनाएको छ भिडभाड छ यस्तै छ यसमा चाहिँ घुम्न आएको अनि यहाँ बसेर खाने ठाउँहरू छ यताभित्र चाहिँ अनि यता चाहिँ यही होला यस्तै छ माहौल चाहिँ पछाडिको चाहिँ स्काई ट्री भइहाल्यो अहिले क्रिसमस आउनु लगाएर खतरा बनाएको छ यो चाहिँ यस्तो भइहाल्यो ल अब चाहिँ यहाँदेखि बिस्तारै निस्किनु पर्ने हुन्छ सबै घुमियो यस्तरी र यहाँ तल चाहिँ त्यो उयो मल हो कपडाहरू सपिङ गर्न यो चाहिँ स्काई ट्री भइहाल्यो अब यहाँदेखि बिस्तारै निस्किनुपर्छ टाढा खान त घर रात पर्छ फेरि अनि त्यो मात्र हुन्छ तर यहाँदेखि निस्किन्छ अब ल यस्तै थियो स्काई ट्री टावर चाहिँ अहिले लाइट गयो अब चाहिँ लिमिल बोल्छ ल सही पारामा बोल्यो यो चाहिँ यति ठुलो हो टाढादेखि चाहिँ खतरा आउँछ नजिकदेखि त यस्तरी पोल टाइपको मात्र आउँछ होइन अहिले चाहिँ मिठो डेकोरेसनहरू गरेर राख्यो पहिला चाहिँ यस्तो थिएन कि ल अब चाहिँ बिस्तारै निस्किन्छु नेपालीहरू पनि टन्नै आउँछन् नेपालीहरू चाहिँ कसरी चिन्दैन खास गरी कुर्ताहरू लाउँछ नि त धेरै जस्तोले
त्यसले गर्दा पनि चिनिन्छ। यहाँ लाइट बल्यो फर्स्ट रे यो घुम्यो अझ बिस्तारै यो बाटो निस्किनु चाहिँ सजिलो हुन्छ नि त जुनदेखि आएको त्यही निस्किँदा ल मिठो पारामा घुमियो सर्टहरू बनाइयो अनि अब चाहिँ निस्किनु लाग्यो यहाँदेखि चिसो चिसो छ त्यहाँ आज ज्याकेटहरू लाएर आएको थाहा थियो नि त साँझ पर्छ भनेर त्यही भएर र त्यो अहिलेको क्याब चाहिँ हिँड्छ टावल सोयो त्यो खाली त्यो ठ्याक्क त्यो पनि पसल हो क्या अनि अब चाहिँ बिस्तारै सिडीहरू झर्दै निस्किँदैछु। ल यहाँ चाहिँ ड्रिम क्रिसमस टोकियो स्काई ट्री टाउन भनेर लेख्यो यसरी बनाएको छ अनि यहाँ चाहिँ यस्तो छ हैन ल ए नाको घुम्यो अनि अब चाहिँ निस्केको यहाँदेखि चाहिँ निस्क्यो अब कति घुम्नु होइन आधी चाहिँ यसो भइसक्यो अन्त यही थियो आज यही घुम्न आएको पारामा पहिला नि आएको थिएँ एकचोटि त्यतिखेर चाहिँ भिडियो बनाएको थिएन अनि फेरि आज आएको के त्यही अब यहाँदेखि चाहिँ निस्किन्छ है त अब त्यही स्टेसन जान्छु अनि फेरि चढ्यो फेरि गयो ल त्यही थियो ल लास्टचोटि हेरौँ है त यतादेखि चाहिँ देखिन्छ ल लास्टचोटि हेरौँ है। र त्यही हो म चाहिँ यहाँदेखि अब स्टेसनमा हिँड्नलाई प्लेटफर्म 1 मा भनेको अनि यहाँदेखि जान्छु अब चाहिँ त्यहाँदेखि निस्किसकेँ होइन ल यहाँदेखि पनि निस्क्यो अब ठ्याक्क ट्रेन आउँछ अनि चढेर जानुपर्छ ल ठ्याक्क ट्रेन आयो भने नि यहाँदेखि ट्रेन चेन्ज गर्नुपर्छ फेरि सिउ अहिले उता गएर भेट्छु है त। तल ट्रेन चाहिँ आइसक्यो अब यही चढेर जान्छु अनि सिधा अर्को स्टेसन गएर भेट्छु है त ल यहाँदेखि चाहिँ चढ्छु अब ल ठ्याक्क रोक्यो अनि यहाँदेखि चढेर अहिले भेट्छु ल एउटा स्टेसन चेन्ज गरेँ अनि अर्कोमा चढ्न लाग्यो यहाँदेखि यस्तो खुट्टा देखिँदो रहेछ अब ट्रेन कुरिरह हो सो ल फाइनली म चाहिँ यो भर्खरै अब तराइन चढेर आइसकेँ अनि अब चाहिँ स्टेसनदेखि बाहिर निस्किनु लाग्यो र यताबाट टाइम लाग्यो टन्नै 30 मिनट जति लाग्यो त्यो पनि बदलायो त्यो यहाँदेखि निस्किनु लाग्यो अब सही पारामा यो स्टेसनदेखि निस्किनु लाग्यो अब होइन। सो ल म चाहिँ अब यहाँदेखि निस्केर घर जान्छु यो बाहिर आइसकेँ ल आज यसलाई यति नै त्यो स्काई ट्री टोकियोको घुमेर आएँ त्यही होला आजलाई सी यू टुमोरो लाइक सेयर एन्ड सब्सक्राइब सक्दो सेयर गरिदिउँ सक्दो सब्सक्राइब गरिदिउँ ल आजलाई यति नै हेभ अ गुड डे बाई बाई लाइक सेयर एन्ड सब्सक्राइब।